नमस्ते साथीहरु, आज चाहिँ म तपाईहरुलाई अहिले एकदम ट्रेन्डिङमा चलिरहेको फोटो गिब्ली फोटो कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। पहिला सुरुमा यस्तो फोटोलाई यस्तो कसरी बनाउन सकिन्छ भन्ने बारेमा जानकारी दिन गइरहेको छु। यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै नयाँ कुरा सिक्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो सुरु गरौँ। सुरुमा तपाईहरुले चाहिँ च्याट जीपीटी ओपन गर्नुपर्छ। च्याट जीपीटी ओपन गर्दा चाहिँ तपाईहरुले च्याट जीपीटी मोबाइल अथवा ल्यापटप जेमा पनि गर्न सक्नुहुन्छ। तर यो कुरा चाहिँ याद गर्नुहोस्, तपाईहरुले यसमा आफ्नो अकाउन्ट चाहिँ लगइन अथवा क्रिएट गरिसकेको हुनुपर्छ, किनकि यसमा अकाउन्ट नबनाउँदा चाहिँ फोटो अपलोड गर्न मिल्दैन। त्यसकारण अकाउन्ट बनाउनु जरुरी छ। सुरुमा फोटोमा जाने, आफुलाई मनपर्ने आफ्नो एउटा फोटो छान्ने। मैले चाहिँ अलरेडी एउटा आफुलाई मनपर्ने मेरो फोटो तयार गरेर राखिसकेको छु। यसलाई ओपन गर्नुहोस् अनि यसलाई मेक द गिब्ली फोटो भनेर यसलाई अपलोड गरिदिनुहोस्। यस प्रोसेसमा चाहिँ हजुरहरुको केही समय लाग्न सक्छ। हेर्नुस् साथीहरु, अब केही समय 2 मिनेट जतिको समय लाग्छ यसमा। अब कुनै बेला चाहिँ अलि 5-7 मिनेट पनि समय लाग्न सक्छ, तर खास गरी 2-3 मिनेटमै भइसक्छ। अब हाम्रो फोटो रेडी भइसकेको छ। ल यस्तो फोटो थियो, अब यस्तो भएको छ। ल हेर्न सक्नुहुन्छ। धन्यवाद साथीहरु, आजको लागि यति मात्रै। यस्तै अरु पनि भिडियोहरु हेर्नका लागि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु हुन अनुरोध गर्छु। हस्त धन्यवाद।